अब 5 चोटि प्रधानमन्त्री भएका हाम्रा शेरबहादुर देउबाज्यू 5 चोटि प्रधानमन्त्री भए। त्यो 5 चोटि प्रधानमन्त्री हुने बेलासम्म याद नआएको सुदूरपश्चिमको एयरपोर्ट बनाउँछु भनेर अहिले याद आएको छ बड्डालाई। किनकि बड्डालाई अलिकति पावरमा जानु छ क्या। किन अहिले त छैन नि त पावर, केही पनि छैन हैन। जब चुनाव जित्छ नि शेरबहादुर देउबाले फर्केर सुदूरपश्चिम गएछ भने त ल जनताहरूले खेरै जान्छ क्या भोट दिएको त। महाकाली सन्धि गर्ने, महाकाली बेच्ने त्यो शेरबहादुर देउबाले सुदूरपश्चिम बनाउँछ, लाजको मर्नु कुरा। अब त्यो महाकाली बेच्ने भने आफ्नो देश, आफ्नो घर, आफ्नो घरको टुक्रा बेच्दाखेरि यिनीहरूले पुराना इन्टरभ्यू हेर्नु सुन्नु हैन, कस्तो घमण्डका साथ कुरा गरेका थिए। म वहाँ दिल्लीमा महाकाली सन्धि गर्न खारेज गर्न त्यो गएको थोरै महाकाली सन्धि गर्न गएको भन्दा पुरा हाक्का हाकी कुरा गरेको छ कि। पुराना इन्टरभ्यूहरू हेर्नु शेरबहादुर देउबाको। यसले देश कहिले पनि बनाउँदैन क्या। यसले बनाउँछ त केवल देश बेचेर खान्छ बस। महाकाली सन्धि महाकाली बेचेको नै यही शेरबहादुर देउबाहरूले हो, देवराज घिमिरे यिनीहरूले नि हो। यिनीहरूले अझै सुदूरपश्चिमलाई बनाउँछु गरे, एयरपोर्ट दिन्छु गरे, सुहाउँछ त यस्तो कुरा। मर्ने बेला भइसक्यो अब। त्यस्तै जेन्जी आन्दोलनमा त्यस्तै कुटाइ खाएर भागेको मान्छे, सिङ्गापुर दबाई गर्न गएको मान्छे हैन, उनीहरू त पिटाइ खाएर त वहाँ सिङ्गापुर पुगे दबाई गर्न। पैसा थियो र पो सिङ्गापुर पुगे। जनताहरूसित थोरै छ यार पैसा। देशमा न त राम्रो अस्पतालहरू छ, न त राम्रो रोजगार छ। उनीहरूले अझै पनि जनताहरूले विश्वास मानिदिने हो भने जनता जस्तो भेडा अरू केही पनि होइन, कोही पनि होइन क्या। जनताले नै हो देश बनाउने। जनता सही ठाउँमा भयो भने नेता पनि सही ठाउँमा हुन्छन्। जनता सही ठाउँमा भएनन् भने नेताले पनि लुटेर खाने, भ्रष्टाचार गरेर खाने, देश बेचेर खाने गर्छन्। जनता गतिलो भएन। जनताले यही कुरा सिक्नुपर्ने।